Otish.com. Learn anywhere, anytime. नमस्ते सबैजना विद्यार्थीहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु सबैजना विद्यार्थीहरूलाई जो पनि उपस्थित हुनुहुन्छ आजको यस इङ्ग्लिश ल्याङ्ग्वेज क्लासमा। सो आज अनवर्ड आजबाट हामी चाहिँ बेसिक इङ्ग्लिश स्पिकिङ कोर्सको एउटा यात्रा सुरु गरिरहेका छौँ। गुड इभिनिङ सर भन्नुभएको छ। गुड इभिनिङ विभा विश्वकर्माजी। गुड इभिनिङ गुड इभिनिङ गुड इभिनिङ। ओके, सो सबैजना विद्यार्थीहरूले फर्स्टमा च्याट गर्न सिक्नुहोस् है। च्याट कसरी गर्ने भन्ने बारेमा म तपाईहरुलाई चाहिँ चट्ट सम्झाइदिन्छु। एकैपल्ट सबैजना विद्यार्थीहरूले चाहिँ ध्यान दिएर सुनिदिनु होला। ममताजी भन्नुभएको छ। नमस्ते सर भन्नुभएको छ। गुड ममताजी, तपाईले जान्नुभयो। यहाँ च्याट गर्ने एउटा अप्सन छ, च्याट लेखेको छ होला, त्यो च्याटमा जाने सबैभन्दा सुरुमा है। अनिल सुनारजीले पनि गुड इभिनिङ सर भन्नुभएको छ। अनि त्यो च्याटमा गइसके पछाडी यहाँ एभ्रीवन भन्ने एउटा बक्स हुन्छ। त्यो एभ्रीवन भन्ने बक्समा चाहिँ तपाईहरुले चाहिँ मजाले च्याट गर्न सक्नुहुन्छ है। एभ्रीवन छ कि छैन पहिला त्यसलाई कन्फर्म गरिहाल्नु होला। यदि एभ्रीवन छ भनेपछि तपाईहरुले बल्ल चाहिँ यसलाई आफ्नो उसमा गर्न सक्नुहुन्छ। छ सर भन्नुभएको छ। ओके, छ भनेपछि एकदमै राम्रो। र अब आजबाट गुड इभिनिङ सर भन्नुभएको छ निरजजीले। ओके, गुड इभिनिङ सँगसँगै जो पनि हुनुहुन्छ अब जसले च्याट गर्न जान्नु भएको छ, म ट्याक्क पढि पनि दिन्छु। आफू कुन जिल्लाबाट हो जिल्लाको नाम लेखिदिनु होला है। जिल्लाको नाम लेखिदिनु होला। म एक्चुअली पढ्ने प्रयास गर्छु। विभाजी उदयपुरबाट। विभाजी तपाईले चाहिँ च्याट गर्न एकदमै राम्रोसँग गरिराख्नु भएको छ। कास्कीबाट भन्नुभएको छ अनिलजीले। कपिल वस्तुबाट। ओके, कमल शर्माजी हुनुहुन्छ कपिल वस्तुबाट। अनि त्यसै गरी काठमाडौँबाट हुनुहुन्छ सुप्रियाजी। अनि भिभो कालीकोटबाट हुनुहुन्छ एकजना, उहाँको नाम छैन आएको हो। यसरी जिल्लाको नाम लेखिदिनु न सबैले है। मोरङबाट भन्नुभएको छ। अनि त्यसै गरी सल्यानबाट भन्नुभएको छ। धनकुटाबाट अनिल प्रधानजी हुनुहुन्छ। गुड। सो विभिन्न जिल्लाहरूबाट हुनुहुन्छ र सबैजना विद्यार्थी एक्टिभ हुनु पर्यो है। गुड इभिनिङ सर भन्नुभएको छ। कञ्चनपुरबाट भन्नुभएको छ पुष्पाजीले। ओके, कपिल वस्तुबाट भन्नुभएको थियो एकजना अगाडिको मित्रले। ओके, सो सबैजना विद्यार्थीहरूले च्याट गरिहाल्नुहोस्। ओरिजिनली फ्रम लमजुङ भन्नुभएको छ। रिसेन्टली इन लमजुङ, ओरिजिनली फ्रम बागलुङ। ओके, आई एम फ्रम रोल्पा सर। चेतमान खड्काजी रोल्पाबाट हुनुहुँदो रहेछ। जुम्लाबाट बसन्त रावलजी। महेन्द्रनगरबाट निरज, निरजजी महेन्द्रनगरबाट हुनुहुन्छ। ओके, अनि कृतिजी हुनुहुन्छ कञ्चनपुरबाट। ओके, कञ्चनपुरबाट पनि धेरै रहेछन्, हाम्रो होम टाउन। ओके, सो ठिक छ। त्यसो भएपछि सबैजना विद्यार्थीहरूले चाहिँ आफ्नो आफ्नो पुरनजी हुनुहुन्छ कञ्चनपुरबाट। आई एम फ्रम दैलेख भन्नुभएको छ। एमएनआरबाट पुष्पाजी। ओके, रमेश खड्काजी हुनुहुन्छ दैलेखबाट। ल, त्यसो भएपछि सबैजनाले भ्यायौँ होला। अनि धेरैजना विद्यार्थीहरू अझै पनि आउने क्रममा हुनुहुन्छ। सबैजना विद्यार्थीहरूलाई स्वागत गर्न चाहन्छु आजको क्लासमा। र अब आजको क्लासमा हामी के गर्नेछौँ? आजको क्लासमा म बेसिक केही कुराहरू तपाईहरुलाई बताउन गइराखेको छु। त सबैजना विद्यार्थीले कृपया सुन्नु होला है। गुड इभिनिङ सर, म मोरङबाट हो भन्नुभएको छ। ओके, मोरङबाट गंगाजी हुनुहुन्छ। भेरी नाइस। ल, अब सबैले फर्स्ट अफ अल आई वुड लाइक टु रिक्वेस्ट यु अल टु ब्रिङ योर कपी एन्ड पेन विथ यु। सबैजनालाई चाहिँ आई वुड लाइक टु रिक्वेस्ट, म रिक्वेस्ट गर्न चाहन्छु, प्लिज ब्रिङ योर कपी एन्ड पेन विथ यु बिकज आइ एम जस्ट गोइङ टु टेल यु समथिङ भेरी इम्पोर्टेन्ट। आज हामी केही महत्त्वपूर्ण कुराहरू पढ्न गइराखेका छौँ र केही महत्त्वपूर्ण कुराहरूलाई तपाईहरुले नोट गर्नुपर्छ। म के अनुरोध गर्न चाहन्छु भनेपछि प्लिज मेक अ सेपरेट नोट कपी। एउटा कपी, त्यसमा सबै लेख्यावाला कपी होइन कि, एउटा छुट्टै कपी किन्नु होला तपाईहरुले। र त्यही कपीमा मैले यो क्लासमा पढाउने सबै कुराहरू चाहिँ त्यसै कपीमा लेख्नु होला है। अनि त्यस पछाडि चाहिँ अब यो महिना भयो अनि अर्को महिना हामीले चाहिँ यो लगातार यो कोर्सहरू गर्दाखेरि चाहिँ सबै कुराहरू त्यसै कपीमा लेख्दै गर्नु होला ताकि तपाईहरुलाई पछिल्लो बेलामा पनि काम लागोस् है त। ल, यति भन्दै आजको क्लास स्टार्ट गर्न चाहन्छु। म आजको क्लासको बारेमा बेसिक प्रिफेस तपाईहरुलाई दिन्छु है। सुन्नुस् है सबैजना विद्यार्थीहरूले। हाम्रो इङ्ग्लिश ल्याङ्ग्वेजमा आइतबार र सोमबार, सन्डे एन्ड मन्डे, ध्यान दिनुहोस् है। आइतबार र सोमबारको दिनमा म तपाईहरुलाई स्पिकिङ क्लास पढाउने छु है। यसमा कसरी अंग्रेजी बोल्ने भन्ने बारेमा म तपाईहरुलाई आइतबार र सोमबारको क्लासमा पढाउने छु है। अनि त्यसै गरी ट्युसडे, मंगलबार र बुधबार, वेडनेसडेको दिनमा म तपाईहरुलाई के पढाउने छु त? ग्रामरको बारेमा पढाउने छु। अलराइट स्टुडेन्ट्स, आइतबार र सोमबारको दिनमा हामी स्पिकिङ क्लास पढ्नेछौँ अनि ट्युसडे र वेडनेसडेको दिनमा हामी ग्रामर क्लास पढ्नेछौँ। सो वे कैन युज क्यान, मस्ट, सुड। ओके, यो सबैको बारेमा म बताउँछु है। म सबैको बारेमा बताउँछु। अब हामी चाहिँ इन डिटेल हाम्रो कोर्सको बारेमा या कोर्स कसरी अगाडि बढ्छ म सबै कुराहरू चाहिँ इन डिटेल तपाईहरुलाई सम्झाउने प्रयास गर्नेछु। सो स्टुडेन्ट्स, आज आइतबार र सोमबार हामी कसरी अंग्रेजी भाषा बोल्ने भनेर चाहिँ आइतबार र सोमबार स्पिकिङ क्लास हुनेछ। मंगलबार र बुधबार हाम्रो ग्रामर क्लास हुनेछ। अनि त्यसै गरी थर्सडे अनि
फ्राइडे, थर्सडे र फ्राइडे हाम्रो हुनेछ भोक्याबुलरी क्लास। सुरुको महिनामा टन्नै भोक्याबुलरीहरू लर्न गर्नुपर्ने हुन्छ, त हामी चाहिँ भोक्याबुलरी क्लास चाहिँ अध्ययन गर्नेछौँ। अलराइट स्टुडेन्ट्स, सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ स्टुडेन्ट्स, के छ भनेपछि सुरुमा मैले तपाईहरुलाई के पढाए त, सरी, सुरुमा म तपाईहरुलाई चाहिँ आइतबार र सोमबारको दिन स्पिकिङ क्लास, मंगलबार र बुधबार ग्रामर क्लास र बिहीबार र शुक्रबार हामी भोक्याबुलरी क्लास पढ्नेछौँ। यसरी चाहिँ हाम्रो यो महिनाको कोर्सलाई यसरी चाहिँ हामीले भागबण्डा लगाएका छौँ। आज हो बुधबार, ठीक छ, बुधबार भएको हुँदा आजबाट म तपाईहरुलाई ग्रामर स्टार्ट गर्न गइराखेको छु, ठीक छ। म तपाईहरुलाई आज ग्रामर पढाउँछु र त्यसै गरी चाहिँ अब भोलि र पर्सि हामी भोक्याबुलरी क्लासहरु अध्ययन गर्नेछौँ। र अब आजबाट निरन्तर रूपमा हाम्रो रेगुलर क्लास स्टार्ट भइसकेको छ। त सबैजना विद्यार्थीहरुलाई म रिक्वेस्ट गर्न चाहन्छु, अब सबैजना विद्यार्थी एकदम मेहनतको साथमा अध्ययन गर्नुहोला र राम्रोसँग चाहिँ पढ्ने प्रयास गर्नुहोला है। सो प्लिज स्टुडेन्ट्स पुट अन द टपिक ग्रामर। हामी चाहिँ सबैभन्दा पहिलो टपिक ग्रामर पढ्नेछौँ र डोन्ट वरी अबाउट द कोर्स। म तपाईहरुलाई कोर्सको बारेमा चिन्तित नहुनको निम्ति भन्छु, यो क्लास हाम्रो पहिलो क्लास होइन। यस्तो हामीले थुप्रै क्लासहरु सञ्चालन गरिसकेका छौँ। विगत 15 वर्षदेखि म अंग्रेजी भाषा पढाइराखेको छु र तपाईहरुको अंग्रेजीको स्तर जस्तो सुकै भए पनि हामी एकदमै सुरुबाट लैजानेछौँ। यसमा इक्वली हामी प्रेजेन्टेसन क्लासहरु अनि त्यसैगरी चाहिँ रोल प्ले, स्पिकिङ, राइटिङ, स्पिकिङ हरेक सेक्टरलाई चाहिँ हामी स्पेशली फोकस गर्नेछौँ। यो कोर्स त्यसै तरिकाले डिजाइन पनि गरिएको छ, ठीक छ। सो आज हामी ग्रामर पढिरहेका छौँ। त ग्रामर हामी 0 लेभलबाट स्टार्ट गर्नेछौँ स्टुडेन्ट्स, शून्य स्तरबाट स्टार्ट गर्नेछौँ। ग्रामर केही पनि आउँदैन भने कतै चिन्ता नगर्नु होला, म तपाईहरुलाई ग्रामर सुरुबाट अध्ययन गराउँदैछु, ठीक छ, एकदम बेसिक लेभलबाट। ग्रामरलाई नेपालीमा व्याकरण भनिन्छ। आज हाम्रो पहिलो कक्षा हो व्याकरणको। तसर्थ हामी चाहिँ के गर्नेछौँ भनेपछि सबैभन्दा पहिला ग्रामर भनेको के हो भन्ने कुरा जान्नुभन्दा पूर्व हामी व्हाट इज ल्याङ्ग्वेज भनेर अध्ययन गर्नेछौँ, ठीक छ। व्हाट इज ल्याङ्ग्वेज, भाषा भनेको के हो यसको बारेमा म तपाईहरुलाई अध्यापन गराउने छु। त ध्यान दिएर सुन्नु होला। ल्याङ्ग्वेज भनेको के हो त, सबभन्दा फर्स्टमा तपाईहरुले बुझ्नुपर्ने कुरा भाषा भनेको के हो भन्ने कुरा तपाईहरुले बुझ्नुपर्छ। अनि त्यसपछि बल्ल हामी ग्रामरमा अगाडि बढ्नेछौँ, ठीक छ स्टुडेन्ट्स। सो अब भाषा भनेको के हो, यसको सही उत्तर म तपाईहरुलाई के दिन चाहन्छु भनेपछि भाषा भनेको एउटा माध्यम हो, आफ्नो विचारहरूलाई अभिव्यक्त गर्ने एउटा शक्तिशाली माध्यम भनेको भाषा हो। यसलाई कृपया एउटा डेफिनेसन लेखिहालौँ त स्टुडेन्ट्स। द मोस्ट पावरफुल medium to express our feelings, emotions and desires. It's called language. Okay, so here you can see students, so you have to understand that the most powerful medium, एउटा शक्तिशाली माध्यम, कस्तो माध्यम त, टु एक्सप्रेस, व्यक्त गर्ने। के व्यक्त गर्ने, हाम्रो फिलिङ्सहरूलाई, इमोसन्सहरूलाई र डिजायर्सहरूलाई, आफ्नो भावनाहरू, संवेगहरू र इच्छाहरूलाई व्यक्त गर्ने एउटा शक्तिशाली माध्यम भनेको के हो त, भाषा हो, ठीक छ। सो ल्याङ्ग्वेज इज द मोस्ट पावरफुल मिडियम टु एक्सप्रेस आवर फिलिङ्स, इमोशन्स एन्ड डिजायर. Students, what I want to say is that please, first of all, please write down this definition in your copy. So I'm just here. I hope that you can understand, you can see here. अब आशा छ तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ। ल लेट मी एक्सप्लेन है त, म केही एक्सप्लेन पनि गरिहालौँ। एकपल्ट नेपालीमा बुझौँ भाषा भनेको के रहेछ। आज ग्रामर पढाउँदैछु म, एकदम बेसिक लेभलबाट जाँदैछु बाबु। त्यसकारण सबभन्दा सुरुमा तपाईहरुले चाहिँ जान्नुपर्ने हुन्छ भाषा भनेको के हो। यो क्लासको अन्त्यमा केही विद्यार्थीहरुलाई म सोधौँला, म भनौँला व्हाट इज ल्याङ्ग्वेज, तपाईहरुले त्यति बेला भन्नुपर्ने हुन्छ द मोस्ट पावरफुल मिडियम, सबैभन्दा शक्तिशाली माध्यम। मिडियम भनेको स्टुडेन्ट्स माध्यम, सबैभन्दा शक्तिशाली माध्यम। टु एक्सप्रेस भनेको व्यक्त गर्ने। के व्यक्त गर्ने त, हाम्रो फिलिङ्सहरूलाई, इमोसन्सहरूलाई, संवेगहरूलाई, डिजायर्स भनेको विशेष चाहनाहरूलाई व्यक्त गर्ने सबैभन्दा शक्तिशाली माध्यमलाई के भनिन्छ त, भाषा भनिन्छ। Students, what you have to understand is that we are superior than other creatures in this world. We are the strongest creatures in this world. Why? Because we have systematic language. We can make different types of plan. We can make different types of strategy.
if you compare human to the tiger, you can understand that tiger is very powerful and tiger is much dangerous than human, much powerful or much strongest than human, but we can take control over that tiger. Why? Because we have systematic language. By the help of language we can make different types of planning, we can make different types of strategy, and easily we can take control over that tiger or elephant, which are more stronger than humans. मान्छेहरू भन्दा कयौं शक्तिशाली बाघ अथवा हात्तीहरूलाई पनि हामी कन्ट्रोल गर्न सक्छौं। किन? किन भनेपछि हामीसँग भाषा छ, हामी एकअर्कासँग वी क्यान डु कम्युनिकेसन, हामी कम्युनिकेसन गर्न सक्छौं र त्यसकारण हामी सबैभन्दा शक्तिशाली क्रिएचर, सबैभन्दा शक्तिशाली प्राणी हौ यस विश्वको। त्यसकारण भाषा धेरै महत्त्वपूर्ण कुरा हो। ठीक छ। अब भाषा भनेको एउटा माध्यम रहेछ एक्सप्रेस गर्ने आफ्नो कुराहरूलाई भन्ने कुरा बुझिसके पछाडि अब बल्ल हामी ग्रामर तर्फ जान्छौं, किनकि ग्रामरको वजुद तब छ जब भाषा हुन्छ। भाषा के हो मैले बताए, अब ग्रामर के हो छोटकरीमा म तपाईहरुलाई त्यसको बारेमा बताउँछु। सो हाम्रो दोस्रो क्वेशन छ तपाईहरुलाई, व्हाट इज ग्रामर? ग्रामर भनेको के हो? ध्यान दिनुस् है स्टुडेन्ट्स, लास्टमा म तपाईहरुलाई सोध्छु भाषा भनेको के हो। अब यसलाई तपाईहरुले भन्नु होला द मोस्ट पावरफुल मिडियम। एउटा लाइन यहाँसम्म तपाईहरुले माइन्डमा सेट गर्नुस्। द मोस्ट पावरफुल मिडियम एउटा शक्तिशाली माध्यम हो टु एक्सप्रेस व्यक्त गर्ने। के व्यक्त गर्ने? तीनवटा कुराहरु, फिलिङ्स, इमोशन्स, डिजायर्स। आफ्नो फिलिङ्सहरुलाई, आफ्नो इमोशन्सहरुलाई अनि आफ्नो डिजायर्सहरुलाई व्यक्त गर्ने एउटा शक्तिशाली माध्यम भनेको के हो त स्टुडेन्ट्स? भाषा हो भन्ने कुरा तपाईहरुले थाहा पाइराख्नु पर्छ। यसलाई पछिल्लो बेलामा म सोधौला, व्हाट डु यु मीन बाइ ल्याङ्ग्वेज? What is language? What is the definition of language? भनेर सोध्दै गर्दा तपाईहरुले आन्सर दिनु होला, the most powerful medium to express our feelings, emotions and desire is called language भनेर तपाईहरुले भन्नु होला। ठीक छ? The most powerful medium to express our feelings, emotions and desire is called language भनेर तपाईहरुले चाहिँ आन्सर दिनु हुनेछ, मैले आशा गरेको छु। ठीक छ? अब मोस्ट पावरफुल मिडियम रहेछ आफ्नो विचारहरुलाई, आफ्नो इमोशन्सहरुलाई, आइडियाहरुलाई शेयर गर्ने। तपाईहरुले यति बुझिसके पछाडि अब बल्ल ल्याङ्ग्वेज भनेको के हो बुझिसके पछाडि अब बल्ल हामीले चाहिँ ग्रामर भनेको के हो भनेर बुझ्नुपर्छ। अब ग्रामरलाई नेपालीमा व्याकरण भनिन्छ बाबु। अब तपाईहरुले एउटा कुरा के बुझ्नुपर्छ भने हरेक कुराको एउटा नियम हुन्छ। फर एक्जाम्पल हामी यस क्लासमा पढिरहेका छौं, क्लासमा पनि एउटा नियममा बसेर हामी पढिरहेका छौं। तपाई बाटोमा हिँड्नुहुन्छ एउटा नियममा रहेर हिँड्नुपर्छ। मन्दिर जानुहुन्छ त्यहाँ नियम हुन्छ, स्कुल जानुहुन्छ त्यहाँ नियम हुन्छ, अफिस जानुहुन्छ त्यहाँ नियम हुन्छ। इनफ्याक्ट कुनै देशमा बसिराख्नु भएको छ भने त्यो देशको नियमको पालना गर्नुपर्छ। नियममा रहेर मात्रै काम गर्नुपर्छ हामीले हरेक बेलामा। हरेक चीजको नियम हुन्छ भने भाषा पनि जथाभावी बोलेर हुँदैन। भाषा बोल्ने बेलामा पनि एउटा नियमहरुलाई पछ्याउनु पर्छ। बुझ्दै हुनुहुन्छ नि म के भन्दै छु? भाषा बोल्दाखेरि पनि कुनै नियमलाई पछ्याउनु पर्ने हुन्छ। And what is grammar? Grammar is the set of rule. The set of rule. यो भनेको के हो त? नियमहरुको समूह हो। The set of rule. म सिम्पल वर्डमा तपाईहरुलाई सम्झाउँदै छु है। म फोनेटिक्स फोनोलोजीमा गएन अहिले। म तपाईहरुलाई इन सिम्पल तपाईहरुलाई चाहिँ सम्झाउने प्रयास गर्दै छु। The set of rule to speak and write any language. Any language is called grammar. So students, you can write this definition in your copy. म एकदमै सिम्पल डेफिनेसन लेखिराखेको छु तपाईहरुलाई एकदम सजिलै तरिकाले सम्झाउनको निम्ति। र यहाँ तपाईहरुले बुझ्नुपर्ने के हुन्छ भने द सेट अफ रूल, नियमहरुको एउटा सेट भनेको समूह, नियमहरुको एउटा समूह हो। यो ग्रामर भनेको के हो त? नियमहरुको एउटा समूह हो जसले स्पीक गर्न सिकाउँछ, बोल्न सिकाउँछ अनि राइट लेख्न सिकाउँछ। के त? भाषालाई। कुनै पनि भाषा बोल्दा या लेख्दा अपनाउनु पर्ने नियमहरुको समूहलाई चाहिँ के भनिन्छ त? ग्रामर भनिन्छ। इन सर्ट, द सेट अफ रूल टु स्पीक एन्ड राइट एनी ल्याङ्ग्वेज इज कल्ड ग्रामर। ठीक छ? हियर आई एम नट टकिङ अबाउट इंग्लिश ल्याङ्ग्वेज। म अंग्रेजी भाषाको लागि मात्रै स्पेसिफिकली कुराकानी गरिराखेको छैन। एनी अफ द ल्याङ्ग्वेज, चाहे तपाई नेपाली बोल्नुस्, चाहे चाइनिज बोल्नुस्, चाहे जापानिज बोल्नुस्, हरेक भाषा बोल्दाखेरि तपाईहरुले त्यो भाषाको ग्रामर जानेको हुनुपर्छ। ग्रामर भनेको के रहेछ त? नियमहरुको समूह रहेछ। एउटा नियम रहेछ जुन नियमले भाषा बोल्न, शुद्धसँग भाषा बोल्न, अर्थपूर्ण भाषा बोल्न तपाईहरुलाई मद्दत गर्छ। ठीक छ? र बिना नियम नजानेर तपाईहरुले भाषा बोल्नुभयो भने धेरै अप्ठ्यारो हुन्छ। फर एक्जाम्पल, अब मलाई अंग्रेजी भाषाका थुप्रै शब्दहरु आउँछ, या भनौं मलाई अब अंग्रेजी भाषामा नजाउँ, तपाई नेपालीबाट एक्जाम्पल दिन्छु। म एक्जाम्पलबाट क्लियर गर्छु म स्टुडेन्ट्स तपाईहरुलाई। जस्तो नेपाली भाषामा मलाई थुप्रै शब्दहरु आउँछ, शब्दहरु थुप्रै आउँछ। मैले ती शब्दहरुलाई क्रमबद्ध रूपमा नमिलाएर
कुनै पनि नियममा नराखेर जथाभावी बोल्यो भने कुनै अर्थ आउँछ त? मैले भने तपाईहरुलाई मानौ रमेश मोटरसाइकल कम्प्युटर छाना अनि त्यसैगरी रुख र नेपाली भारती भनेर मैले भनेपछि तपाईहरुलाई चाहिँ त्यसको कुनै अर्थ आयो त? आएन नि। हो, शब्द मात्रै जानेर हुँदैन स्टुडेन्ट्स, हामीले ती शब्दहरुलाई एकअर्कासँग जोड्न जान्नुपर्छ। जुन कुरा ग्रामरले सिकाउँछ, कसरी शब्दहरुलाई जोडेर अर्थपूर्ण एउटा वाक्य बनाउने भन्ने कुरा एउटा नियम छ। सुरुमा चाहिँ हामीले नामलाई देख्नुपर्छ, त्यो नाम अथवा सर्वनाम सुरुमा आउनुपर्छ, बीचमा तपाईहरुको भर्ब हुनुपर्छ, क्रिया हुनुपर्छ, अन्त्यमा तपाईहरुको चाहिँ अब्जेक्ट हुनुपर्छ, सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट। या थुप्रै सूत्रहरु हुन्छन्, थुप्रै नियमहरु हुन्छ, ती सबै नियमहरु हामी ग्रामरमा सिक्ने छौं। आजको यस क्लासको अन्त्यमा स्टुडेन्ट्स म तपाईहरुलाई सोध्ने छु, व्हाट इज ल्याङ्ग्वेज भनेर आन्सर दिनु होला। द मोस्ट पावरफुल मिडियम टु एक्सप्रेस आवर फिलिङ्स, इमोशन्स एन्ड डिजायर इज कल्ड ल्याङ्ग्वेज। Then after I will ask you, what is grammar? What do you mean by grammar? You have to answer me that in this way. The set of rule to speak and write any language is called grammar. ठीक छ? यो तरिकाले तपाईहरुले अध्ययन गर्नुपर्ने हुन्छ र आशा छ भाषा भनेको के हो तपाईले बुझ्नुभयो, ग्रामर भनेको के हो बुझ्नुभयो। अब यो दुईटा टपिकमा हामी बढी डिस्कस नगरौँ, अलि अगाडि छौं है त। मेटाइदियो स्टुडेन्ट्स? ओके, ल मैले मेटाइदिएँ है त। आशा छ लेख्नु भएको होला, यो सबै कुराहरु लेखि पनि राख्नुस् है। सिरियस विद्यार्थीले अब मजाले लेख्छ, किनभने आज ग्रामरको हाम्रो पहिलो दिन हो। म बेसिक लेभलबाट स्टार्ट गर्दैछु। नो म्याटर्स तपाईको ग्रामर कस्तो लेभलको छ, कुन लेभलको छ, आई डोन्ट केयर। म सुरुबाट तपाईहरुलाई पढाउने छु र सुरुबाट अध्यापन गराउने प्रयास गर्ने छु र ग्रामरमा जस्तो सुकै भए पनि तपाईहरुलाई अभ्यस्त बनाउने प्रयास गर्ने छु। तर यहाँ तपाई एउटा कन्फ्युजन नपर्नु होला कि ग्रामर नै पढाइन्छ कि यसमा भनेर चाहिँ तपाई कन्फ्युजनमा नपर्नु होला। भनेपछि किन भनेपछि यस्तो हुन्छ कि स्टुडेन्ट्स, जस्तो नेपाली भाषाको त ग्रामर छ, तर यदि तपाईहरु चाहिँ आफ्नो लोकल भाषा युज गर्नुहुन्छ, जस्तो नेवारी भाषा छ है, त्यसैगरी हाम्रो यतातिर डोटेली भाषा हुन्छ, बैतडी भाषा हुन्छ, बझाङ्गी भाषा हुन्छ, अछामी भाषा हुन्छ, विभिन्न ठाउँको आफ्नो आफ्नो पर्टिकुलर स्पेसिफाइड, राणा थारूको अलग भाषा हुन्छ हैन, राणा भाषा अलग हुन्छ, थारू भाषा अलग हुन्छ, सबैको भाषा अलग अलग छ। तर एउटा कुरा तपाईहरुले के बुझ्नुस्, विचार गर्नुस् भने म एकदम लजिकल कुराकानी गर्दैछु, ध्यान दिएर सुन्नु होला। जस्तो म थारू कम्युनिटीमा जन्मिए भनेपछि म थारू भाषा एटोमेटिक बोलिहाल्छु। इनफ्याक्ट मलाई थारू भाषाको ग्रामर सबै आउँदैन, तर म चाहिँ फटाफट थारू भाषा बोल्न सक्छु। र थारू भाषाको एक्चुअल ग्रामर के हो त्यो नहुन सक्छ, किताब नबनेको हुन सक्छ, तर पनि म चाहिँ थारू भाषा बोल्न सक्छु। यसले के देखाउँछ भनेपछि कुनै पनि भाषा हाम्रो प्र्याक्टिस र हाम्रो चाहिँ डिटर्मिनेसन, हामी कति त्यसलाई उच्चारण गर्छौं, कति त्यसलाई प्रयोग गर्छौं, त्यसमा निर्भर पर्छ। न कि तपाईलाई ग्रामरको जम्मै नियमहरु थाहा छ र ग्रामरको सबै नियम थाहा हुने बित्तिकै तपाईहरुले अंग्रेजी फटाफट बोल्न सक्नुहुन्छ, त्यो अलग कुरा हो स्टुडेन्ट्स। ग्रामरको नलेज चाहिँ हुनु पर्यो अलिकति, तर बोल्ने कुरा चाहिँ फरक हुन्छ। त त्यसो भएको हुनाले हामी ग्रामरमा धेरै फोकस गर्दैनौं। मैले देखेको छु धेरै इंग्लिश ल्याङ्ग्वेजमा ले अंग्रेजी भाषा सिक्नलाई आउनु भएको, ठीक गर्नुभयो, ठीक ठाउँमा आउनु भयो, ल सुरु गरौँ त्यसो भए टेन्सबाट भन्यो, टेन्स लगायो, अनि त्यसपछि स्पीच पढायो, भोइस पढायो, ट्रान्सफर्मेसन पढायो, अनि त्यसपछि इफ क्लज, कन्डिसनल सेन्टेन्स पढायो, सबै कुराहरु पढायो। ग्रामरमा दिमाग खराब गरेर चाहिँ 10-20 फर्मुलाहरु याद गर्नुभयो, रटेर सबै कुराहरु याद गर्नुभयो, खै अंग्रेजी बोल्नुस् त भन्दाखेरि केही पनि आउँदैन। ग्रामर त आउँछ सबै, तर केही पनि बोल्न आउँदैन। हो, त्यो कुरालाई मध्यनजर गरेर बाबु पढाउँदै गरेको 15 वर्ष भइसकेको छ। म त्यति मात्रै ग्रामर यस क्लासमा पढाउने छु जुन ग्रामर तपाईहरुलाई अंग्रेजी भाषा बोल्न सजिलो हुन्छ। र इनफ्याक्ट तपाईहरुले एउटा कुरा के बुझ्नु होला भने ग्रामर हाम्रो यो महिनामा मात्रै पढाइ हुनेछ, किनकि अर्को महिनामा हामी चाहिँ ग्रामरलाई धेरै इम्पोर्टेन्स दिने छैनौं। यहाँ तपाईहरुले टेन्स पढाएर, स्पीचका ती 10 फर्मुलाहरु याद गराएर तपाईहरुलाई चाहिँ टेन्स त पढ्नै पर्छ हैन, यो चाहिँ हामी पढ्छौं। तर अन्य जो ग्रामरका तपाईहरुको किताबमा पढ्नु भएको ग्रामरहरु, त्यो ग्रामरहरुलाई चाहिँ हामी धेरै फोकस गर्ने छैनौं है त। सो यो कुरा मैले तपाईहरुलाई क्लियर गर्दिए। र अब तपाईहरुले कुनै पनि भाषा यदि सिक्न चाहनुहुन्छ भने 3 वटा चरणमा भाषा सिकिन्छ। यु क्यान लर्न एनी अफ द ल्याङ्ग्वेज इन 3 स्टेप्स। 3 वटा स्टेपमा कुनै पनि भाषा सिकिन्छ है। के स्टेप हुन् सर बताइदिनुस् न? बताउँदैछु स्टुडेन्ट्स, ध्यान दिएर सुन्नु होला। नम्बर 1, कुनै पनि भाषा, चाहे तपाई जापानिज भाषा सिक्नुस्, कोरियन भाषा सिक्नुस्, नेपाली भाषा सिक्नुस् या इंग्लिश भाषा सिक्नुस्, सबभन्दा फर्स्टमा त्यो भाषाको अल्फाबेट तपाईहरुलाई आउनै पर्छ। अल्फाबेटलाई नेपालीमा वर्णमाला भनिन्छ, त्यो भाषाको वर्णमाला आउनुपर्छ। फर इक्जाम्पल तपाईलाई नेपाली आउँदैन, नेपाली भाषा सिक्नु पर्यो भने सबैभन्दा पहिला तपाईहरुले नेपालीको अ
आ इ ई क ख ग घ भनेर सिक्नुपर्छ। यदि धेरै कोही विद्यार्थीहरूले जापानिज भाषा पनि सिक्नु भएको छ, सिक्ने प्रयास गर्नु भएको छ भने तपाईहरुलाई पनि सुरुमा त्यो जापानिज भाषाको अल्फाबेट नै पढाउने हो। कोरियन भाषामा पनि सेम हो, सुरुमा अल्फाबेटबाटै स्टार्ट हुनुपर्छ। त हामी अंग्रेजी भाषा सिक्दैछौँ भने अब तपाईहरुमध्ये कतिजना विद्यार्थीहरूलाई यो अल्फाबेट आउँछ, कतिजनालाई आउँदैन। अब आउँछ भने ठिक छ, आउँदैन भने भोलिको हाम्रो पहिलो क्लास, भोलि हाम्रो भोक्याबुलरी क्लासमा हामी अल्फाबेटकै बारेमा अध्ययन गर्नेछौँ। अल्फाबेट भनेको क्यापिटल लेटर हुन्छ, स्मल लेटर हुन्छ, यसमा कन्सोनेन्ट साउन्ड हुन्छन्, अनि त्यसैगरी भवेल साउन्डहरू हुन्छन्, फोनेटिक्स, फोनोलोजी सबैको कुराको बारेमा हामी इनडेप्थ भोलिको क्लासमा डिस्कस गर्नेछौँ। र अलमोस्ट एबीसीडी चाहिँ सबैजना विद्यार्थीहरूलाई आउँछ होला भन्ने मैले आशा गरेको छु। आउँदैन नो प्रब्लम, भोलि सिकाउँछु म त्यो पनि, ठिक छ। त सबभन्दा पहिलो स्टेप भनेको वर्णमाला आउनुपर्छ। आशा छ धेरैजना विद्यार्थीहरूलाई वर्णमाला आउँछ होला। त्यसो भए स्टेप नम्बर 1 क्लियर भइसक्यो स्टुडेन्ट्स तपाईहरुको। अब स्टेप नम्बर 2 मा जाउँ। दोस्रो स्टेपमा तपाईहरुले के बुझ्नुपर्छ भने अल्फाबेट जानिसके पछाडि अब दोस्रो स्टेपमा तपाईहरुले वर्डहरुको बारेमा जान्नुपर्छ। वर्डलाई नेपालीमा शब्द भनिन्छ। अब तपाईहरुले चाहिँ के बुझ्नु पर्यो त, शब्दहरुका प्रकारहरुको बारेमा थाहा पाउनुपर्छ। किनकि अल्फाबेट भनेको अक्षर हो, अक्षर चिन्नुभयो, एबीसीडी चिन्नुभयो, क ख ग घ चिन्नुभयो। अब क ख ग घ मिलेर बनेका शब्दहरुको बारेमा पनि जान्नुपर्छ। ठिक छ, शब्दहरु थाहा पाउनुपर्छ। जति बढी शब्दहरु तपाईहरुलाई आउँछ त्यति बढी तपाईहरुलाई चाहिँ इंग्लिश आउँछ। अब शब्दहरु आउँछ, इट डजन्ट मीन कि जस्तो यसलाई चाहिँ अंग्रेजीमा के भनिन्छ, पेन, त्यो भनेको भोक्याबुलरी भयो बाबु। पेन भनेको के हो ग्रामेटिकल्ली, पेन भनेको नाउन हो कि प्रोनाउन हो कि भर्ब हो कि एडभर्ब हो कि कन्जक्सन हो कि प्रिपोजिसन हो, शब्दको युनिटलाई तपाईहरुले चिन्न सक्नुपर्छ। अलि टेक्निकल कुराहरु चाहिँ मैले बढी गरेँ कि जस्तो पनि फिल हुँदैछ, त अप्ठ्यारो नमान्नु होला। म के भन्दैछु भने 3 वटा चरणमा वी हैव टु लर्न any of the language in 3 steps. और फर्स्ट स्टेप इज अल्फाबेट, अल्फाबेट आउँछ होला। अक्षर अक्षर बनेर शब्दहरु चिन्नुपर्छ। शब्दको मतलब यो पेन हो, यो डोर हो, यो विन्डो हो भनेर, त्यसरी यो आई, यो नोज, यो यस्तो वाला नोज हो भने नोज के हो त ग्रामरको भाषामा, ठीक छ। नोज भनेको नाउन हो कि प्रोनाउन हो कि एडजेक्टिभ हो कि, तपाईहरुले चाहिँ त्यसको बारेमा चाहिँ तपाईहरुले चाहिँ बुझ्नुपर्ने हुन्छ। अनि अब तेस्रो, एकपल्ट शब्दहरुलाई राम्रोसँग चिन्न थाल्नुभयो भने अनि फाइनली हामी तेस्रो अनि मोस्ट इम्पोर्टेन्ट स्टेपमा जान्छौँ, द्याट इज सेन्टेन्स। त्यो भनेको के हो त, सेन्टेन्स हो। सेन्टेन्सलाई नेपालीमा वाक्य भनिन्छ। ठिक छ स्टुडेन्ट्स। अब हेर्नुस् त, एउटा वर्णमाला सिक्नु पर्दो रहेछ सुरुमा, अक्षर अक्षरबाट मिलेर बनेका शब्दहरुलाई चिन्नु पर्दो रहेछ, अनि फाइनली हामीले ती सेन्टेन्सहरुलाई चिन्नु पर्दो रहेछ। सो 3 वटा चरणमा कुनै पनि भाषा सिकिन्छ। र जुन दिन तपाई आफै वाक्य बनाउन थाल्नुहुन्छ त्यो दिन तपाईहरुलाई अंग्रेजी आयो भन्ने बुझ्नु होला। अंग्रेजीमा ट्याक्क चाहिँ यस्तो वाक्य बनाउने भनेर तपाईले चट्ट सोचेर त्यो वाक्य अंग्रेजीमा बनाउन थाल्नुभयो भने त्यसपछि तपाईले प्र्याक्टिस मात्रै गर्नुपर्छ। एन्ड ओर यु क्यान टेक आवर एडभान्स क्लासेस, तपाईले एडभान्स क्लासहरु लिन सक्नुहुन्छ र त्यसपछि लगभग अंग्रेजी तपाईहरुलाई बेसिक आयो सबै कुराहरु भन्ने बुझिन्छ। त मेरो कन्डिसन, मेरो उद्देश्य तपाईहरुलाई के रहन्छ भने आफै एउटा वाक्य बनाउन सक्ने, आफै वाक्यहरु सिर्जना गर्न सक्ने बनाउने मेरो चाहिँ यो बेसिक टु इंग्लिश, बेसिक टु एडभान्स इंग्लिश स्पिकिङ कोर्स जुन हाम्रो कोर्स छ, यो कोर्समा म तपाईहरुलाई अंग्रेजीमा आफै वाक्य बनाएर बोल्न सक्नेसम्म बनाउने प्रयास गर्नेछु। अंग्रेजीको जस्तै अमेरिकनको जस्तै फरफर फरफर बोल्न सकिन्छ त सर? त्यो त अब तपाईको प्र्याक्टिसमा डिपेन्ड पर्छ। मेरो काम तपाईहरुलाई अंग्रेजीमा, जस्तो एकजनाले तपाईहरुलाई क्वेशन सोध्यो, व्हाट यु आर गोइङ टु डु इन दिस सैटरडे भनेर सोध्यो, यो शनिबार के गर्दै हुनुहुन्छ भनेर सोध्यो भने तपाईहरुले म यो शनिबार चाहिँ आई वुड लाइक टु, आई एम जस्ट जोइनिङ न्यू ट्युसन क्लासेस इन ओटिस भनेर चाहिँ तपाईहरुले चाहिँ मजाले अंग्रेजीमा म यस्तो गर्न चाहन्छु नेपालीमा भन्ने कुराहरुलाई चट्ट अंग्रेजीमा आफै वाक्य बनाएर भन्न सक्नेसम्म बनाइदिन सक्छु। अलि टाइम लाग्ला तर भन्न चाहिँ सक्नुहुन्छ तपाईहरु, ठीक छ। तर अब फटाफट बोल्नको निम्ति त अब तपाईहरुले प्र्याक्टिस गर्नुपर्छ अनि बल्ल तपाईहरुले सक्नुहुन्छ। ल, यो कुरा बुझिसके पछाडि अब अल्फाबेट हामीले जानिसकेका छौं। अब शब्दहरुलाई चिन्नु पर्ने छ बाबु। तपाईहरुले व्हाट इज पार्ट्स अफ स्पीच, त्यसको क्वेशन है मेरो। यो हाम्रो ग्रामरको पहिलो टपिक यहीबाट स्टार्ट गर्नेछौं हामी। व्हाट इज पार्ट्स अफ स्पीच। यो पार्ट्स अफ स्पीच जान्नुपर्छ। यसलाई वर्ड्स क्लासिफिकेसन पनि भनिन्छ। पार्ट्स अफ स्पीच भनेको के हो भन्ने कुरा तपाईले जान्नुपर्छ। एक लट यसलाई चाहिँ लेखौं त। वर्ड्स आर डिवाइडेड इन्टु डिफरेन्ट 8 पार्ट्स। लेख्दै गर्नुस् है सबैले। डिफरेन्ट 8 पार्ट्स on the basis of their place and function. On the basis of their place and function,
That is called parts of speech. त्यसलाई नै के भनिन्छ त स्टुडेन्ट्स पार्ट्स अफ स्पीच भनिन्छ एकदमै सिम्पल डेफिनेसन छ यु क्यान सी दिस डेफिनेसन हियर सो व्हाट इज आवर डेफिनेसन वर्ड्स आर डिवाइडेड इन्टु डिफरेन्ट पार्ट्स शब्दहरूलाई विभिन्न 8 भागमा बाँडिएको छ वर्ड्स आर डिवाइडेड शब्दहरूलाई डिवाइड गरिएको छ और वर्ड्स आर क्लासिफाइड इन्टु डिफरेन्ट पार्ट्स विभिन्न 8 वटा भागहरूमा शब्दहरूलाई विभिन्न 8 वटा भागहरूमा डिवाइड गरिन्छ गरिएको छ अन द बेसिस अफ देयर प्लेस एन्ड फंक्सन उनीहरूको कार्य र स्थानको आधारमा प्लेस भनेको स्थान फंक्सन भनेको कार्य शब्दहरूलाई उनीहरूको कार्य र स्थानको आधारमा विभिन्न 8 भागमा बाँडिएको छ एन्ड दैट इज कॉल्ड पार्ट्स अफ स्पीच र त्यसलाई नै स्टुडेन्ट्स के भनिन्छ त पार्ट्स अफ स्पीच भनिन्छ भन्ने कुरा बुझ्नु होला किनभने पार्ट्स अफ स्पीच इज द मोस्ट इम्पोर्टेन्ट थिङ अफ ग्रामर एन्ड यु हैव टु अन्डरस्ट्यान्ड और यु हैव टु नो अबाउट द पार्ट्स अफ स्पीच बिफोर गोइङ टु स्टार्ट आवर ग्रामर क्लास एकदम इन डेप्थ पढ्नुभन्दा अगाडि तपाईहरुले पार्ट्स अफ स्पीचको बारेमा बुझ्नै पर्छ थाहा पाउनै पर्छ ठीक छ स्टुडेन्ट्स ल अब यति कुरा गरिसके पछाडी अब तपाईहरुले चाहिँ गर्नुपर्ने अर्को कुरा के छ त अब there are 8 parts of speech words are divided into different 8 parts on the basis of their place and function that is called parts of speech they are तिनीहरु के हुन्छ अब एक नम्बरमा लेख्नुस् नाउन भनेको नाम दोस्रो नम्बरमा लेख्नुस् प्रोनाउन सर्वनाम अब यो सबै तपाईहरुले जान्नुभयो भने बल्ल सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट सब्जेक्ट प्लस मोडिफायर सबैको कुराहरुको बारेमा बल्ल तपाईहरुले थाहा पाउनुहुन्छ के यो भनेको सबभन्दा पहिलो स्टेप हो ग्रामरको पार्ट्स अफ स्पीच ठीक छ त्यही पढाउँदै छु म तपाईहरुलाई अनि त्यसपछि लेख्नु होला भर्ब अनि लेख्नु होला एडभर्ब भर्ब भनेको क्रिया इन नेपाली एडभर्ब भनेको क्रिया विशेषण नम्बर 5 मा तपाईहरुले हेर्नु होला एडजेक्टिभ यो विशेषण भइहाल्यो अनि नम्बर 6 मा कन्जंक्सन संयोजक प्रेपोजिशन नामयोगी Number 8, interjection. विस्मयादी बोधक ओके ल हेर्दै हुनुहुन्छ होला आशा छ अब यो सबै कुराहरु चाहिँ तपाईले एकचोटि नोट गरिहाल्नुस् त लेट मी एक्सप्लेन यु इन इंग्लिश म तपाईहरुलाई अंग्रेजीमा सम्झाउँदै छु एकचोटि रिवाइन्ड गर्दिन्छु व्हाट आई हैव टोल्ड यु इन दिस क्लास म तपाईहरुलाई चाहिँ अहिलेसम्म के पढाए या मैले के भने म तपाईहरुलाई आई विल जस्ट रिवाइन्ड है म रिवाइन्ड गर्दिन्छु या म रिवाइज गर्दिन्छु स्टुडेन्ट्स व्हेन आई हैव स्टार्टेड दिस क्लास आई हैव टोल्ड यु दैट टुडे वी आर जस्ट गोइङ टु लर्न grammar and I have told you the first question I have asked you the first question what is language and in answer I have told you that the most powerful medium to express our feelings, emotion, and desire, that is called language. In short, language is the medium of communication. Among all those languages, English language is one of the most important language because it is spoken all around the world. It is also known as universal language. That's why we are just learning English language here in this class, okay? And next, I have told you what is grammar. So understand that we have to follow certain types of rules and regulation whenever we are going to do something. So if we are going to use language class, or if we are going to use language, we have to follow certain types of rules and regulation. The set of rule to speak any type of language or write any type of language, that is called grammar. I have told you. And finally, my third question is, what is parts of speech? Parts of speech भनेको के हो त? शब्दहरूलाई विभिन्न 8 वटा भागमा विभाजन गरिएको छ उनीहरूको स्थान र कार्यको आधारमा अनि त्यसलाई नै के भनिन्छ त पार्ट्स अफ स्पीच भनिन्छ 8 वटा पार्ट्स अफ स्पीच भनिन्छ बाबु आज यो 8 वटा पार्ट्स अफ स्पीच यो क्लासमा हुने सबैजना विद्यार्थीहरूले अध्ययन गरेकै हुनुपर्छ ठीक छ स्टुडेन्ट्स यो क्लासमा भएका सबैजना विद्यार्थीहरूले आज यो 8 वटा पार्ट्स अफ स्पीच याद गर्नै पर्छ यदि तपाई सिरियसली अंग्रेजी भाषा सिक्न चाहनुहुन्छ भने अब नाउन भनेको के हो नाउनका प्रकारहरूको बारेमा सबै म बताउँछु प्रोनाउन
पनि थुप्रै किसिमका छन्। डेमोन्स्ट्रेटिभ प्रोनाउन के हो, रिफ्लेक्सिभ प्रोनाउन के हो, पर्सनल प्रोनाउन के हो है, अनि त्यसै गरी चाहिँ इन्ट्रोगेटिभ प्रोनाउन के हो। आई विल टेल यु एभ्रिथिङ। भर्ब पढाउने बेलामा म तपाईँहरूलाई मोडेल भर्ब भनेको के हो, रेगुलर भर्ब के हो, इरेगुलर भर्ब के हो, V1 V2 V3 V4 V5 एभ्रिथिङ म सबै क्लियर गर्नेछु तपाईँहरूलाई। अनि त्यसै गरी एडभर्ब भनेको चाहिँ के हो भन्ने कुरा पढाउने बित्तिकै तपाईँहरूलाई एडभर्बको बारेमा पनि थुप्रै कुराहरू बताउने छु म। तपाईँलाई मोडिफायर, डेङ्ग्लिङ मोडिफायर, यो सबैको बारेमा तपाईँहरूलाई ज्ञापन गराउने छु। एडजेक्टिभमा डिग्री अफ एडजेक्टिभ भनेको के हो, एडजेक्टिभ के हो, कन्जक्सनमा पनि थुप्रै सबअर्डिनेट कन्जक्सन, कोअर्डिनेट कन्जक्सन के हुन्छन् सबै कुराहरू बताउने छु। प्रिपोजिसनमा पनि सबै कुराहरूको आयामहरू म तपाईँहरूलाई बताउने छु। अनि फाइनली इन्ट्रोडक्सन कम्प्लिट गर्नेछौँ। यो सबै कुराहरू म तपाईँहरूलाई 1 बाई 1 सिकाउने छु र यति कुराहरू जान्नुभयो भने बेसिक ग्रामर लगभग तपाईँहरूले जान्नुहुन्छ। ठिक छ। त्यसो भएको हुनाले अब शब्दहरूलाई चिन्नु पर्यो। अब यहाँ तपाईँहरूलाई बुझिने शैलीमा म तपाईँहरूलाई केही कुरा सम्झाउँछु है। अब ध्यान दिएर सुन्नु होला। स्टुडेन्ट्स के हुन्छ भनेपछि कुनै पनि भाषा अङ्ग्रेजी भाषामा के गरिएको छ भने जति पनि अङ्ग्रेजी भाषाका शब्दहरू छन् नि, अङ्ग्रेजी भाषामा एउटै शब्द त छैन होला, हजारौं लाखौं करोडौं शब्दहरू छन्। ती सम्पूर्ण शब्दहरूलाई अध्ययन गर्न सजिलो होस् भनेर व्याकरणकारहरूले यी 8 वटा भागमा विभाजन गरिदिएका छन्। ठिक छ। जस्तो पेन, पेन भन्ने एउटा वर्ड हो। यो वर्ड यी 8 वटा भागमध्ये कुनै एउटा भागमा पर्छ। भनेको अङ्ग्रेजी भाषाका जति पनि शब्दहरू छन् तिनीहरूलाई 8 भागमा विभाजन गरिएको छ। के को आधारमा विभाजन गरिएको छ त? उनीहरूको स्थान, वाक्यमा कुन स्थानमा उनीहरू आउँछन् र उनीहरूले के कार्य गर्छन् वाक्यमा, उनीहरूको कार्य र स्थानको आधारमा जति पनि शब्दहरू छन् ती सबै शब्दहरूलाई विभिन्न 8 भागमा बाँडिएको छ बाबु। त्यसलाई नै पार्ट्स अफ स्पिच पनि दियो। र यी जम्मै 8 वटा भागको बारेमा तपाईँहरूले बुझ्नुभयो भने मजाले वाक्यहरू बनाउन सक्नुहुन्छ त्यस पछाडि तपाईँहरूले। ठिक छ। र यो जान्नुभयो भने तपाईँले लगभग 50% अङ्ग्रेजी व्याकरण तपाईँले जान्नुभयो भन्ने बुझ्नु होला। ठिक छ। त त्यस्तो भएको हुनाले दिस इज द मोस्ट इम्पोर्टेन्ट लेसन। यो एकदमै महत्त्वपूर्ण कुरा हो। अब यहाँ हेर्नुहोस् है, जस्तो तपाईँ अङ्ग्रेजी भाषा बोल्नलाई म एउटा इक्जाम्पलबाट क्लियर गरिदिन्छु। जस्तो अङ्ग्रेजी भाषा बोल्नु भनेको एउटा घर बनाउनु जस्तै हो भनेपछि अब घर एउटै प्रकारको इट्टाले त बन्दैन होला। त्यसमा के पनि चाहिन्छ त? इट्टा पनि चाहिन्छ, बालुवा पनि चाहिन्छ, रड पनि चाहिन्छ, पानी पनि चाहिन्छ, काठ पनि चाहिन्छ। सबैको सही तरिकाको मिश्रण भएपछि बल्ल एउटा घर बन्छ हो। त कुनै पनि अङ्ग्रेजी भाषा या कुनै पनि भाषा बोल्दाखेरि, कुनै पनि भाषा बनाउँदाखेरि, कुनै पनि वाक्य बनाउँदाखेरि त्यसमा पनि तपाईँहरूले यस्तै प्रकारका, यो इट्टा भनेको नाउन हुनुभयो। अब यो यसलाई चाहिँ यो प्रकारले इक्जाम्पलमा बुझ्नुहोस् कि। अनि रड भनेको चाहिँ भर्ब भयो। यिनीहरूको सही सम्मिश्रण गर्नुभयो भनेपछि बल्ल एउटा अर्थपूर्ण एउटा वाक्य आउने हो कि हो। त अब त्यही भएर चाहिँ तपाईँहरूले यिनीहरूको युज कहाँ कहाँ हुन्छ भनेर थाहा पाउनु पर्यो। इट्टाको प्रयोग कहाँ हुन्छ? भित्ता बनाउने बेलामा इट्टाको प्रयोग हुन्छ। त्यसो भए यस्ता प्रकारका शब्द बनाउने बित्तिकै नाउनको प्रयोग गर्नुपर्छ, थाहा पाउनु पर्यो। प्रोनाउनको प्रयोग कहाँ हुनुपर्ने रहेछ? प्रोनाउन जस्तो मानव रड हो भने रडको प्रयोग त बिचमा बी हाल्नुहुन्छ घर बनाउने बेलामा। त्यसो भए प्रोनाउनको प्रयोग पनि यो अवस्थामा हुँदो रहेछ भनेर बल्ल तपाईँहरूले बुझ्नुभयो भनेपछि तपाईँहरूले मजाले अङ्ग्रेजी भाषा बोल्न सक्नुहुन्छ। ठिक छ। र अर्को कुरा म तपाईँहरूलाई के भन्न चाहन्छु भने स्टुडेन्ट्स, यो क्लास लिइसके पछाडि यति कमजोर विद्यार्थीहरूले पनि सजिलैसँग अङ्ग्रेजी भाषा सिकेर गएका छन्। अङ्ग्रेजी भाषा एकदमै कमजोर हुने विद्यार्थीहरूले पनि कस्तो मिठो तरिकाले अङ्ग्रेजी भाषामा बोलेर राम्रो तरिकाले कम्युनिकेसन स्किल स्थापना गरेर यहाँबाट गएका छन् भने अभियसली तपाईँहरूको अङ्ग्रेजीको स्तर जस्तो सुकै भए पनि, एकदमै जेरो लेभल भए पनि यो क्लास एक दिन पनि नछुटाउनु होला। प्रत्येक दिन आउनु होला र भनेको कुराहरू चट्टै 1 घन्टा तपाईँहरूले 1 घन्टा यसलाई अलिकति टाइम दिनुभयो भनेपछि obviously you can also improve your English language in very effective way. And I promise you that after taking this 2-month basic to advanced English speaking course, you will be able to speak English language very confidently and very fluently. It's my guarantee. तर एउटा कन्डिसन छ, क्लास मिस गर्नु भएन। अर्को कन्डिसन छ, टाइम दिनु पर्यो है। 1 घन्टा मैले यहाँ पढाएँ, अब त्यस पछाडि तपाईँले 1 घन्टा मैले आज पढाएका कुराहरूलाई मजाले रिभाइज गर्ने। यसो त आज पढाएको कुरा तपाईँहरूलाई भोलि ब्याकअप भिडियो बनेर हाम्रो ओटिस एपमा आइ नै हाल्नेछ र त्यो भिडियोलाई पनि तपाईँले हेर्न सक्नुहुन्छ। तर अलि समय निकाल्नुहोस्। बाँकी अहिलेसम्म के गर्नुभयो डजन्ट म्याटर। यो 2 महिना अङ्ग्रेजी भाषाको लागि सबैले समय निकाल्नु होला। तपाईँहरूले अङ्ग्रेजी भाषा निकै सुधार गर्नुहुनेछ म दाबी गर्छु। ठिक छ। तर यति भन्दै गर्दाखेरि अब तपाईँहरूले चाहिँ के विचार गरिदिनु पर्यो भने पार्ट्स अफ स्पिच 8 भागका रहेछन्। जति पनि शब्दहरू छन् अङ्ग्रेजी भाषामा सबै शब्दहरूलाई यी 8 वटा भागमा डिभाइड गरिएको रहेछ र यी 8 वटा भागहरू के हुन् भन्ने कुरा तपाईँहरूले राम्रोसँग सबभन्दा फर्स्टमा त्यो कुरा चाहिँ तपाईँहरूले बुझ्नुपर्ने रहेछ। र अब तपाईँहरूले चाहिँ के थाहा पाउनु होला भने एउटा रहेछ नाउन,
नाउनलाई नेपालीमा नाम भन्ने, प्रोनाउन, भर्ब, एडभर्ब, एडजेक्टिभ, कन्जक्सन, प्रिपोजिसन, इन्टरजेक्सन। अब धेरैजना विद्यार्थी यसलाई याद गर्नु होला, नाउन, प्रोनाउन, भर्ब, एडभर्ब यसरी याद गर्छन्। त्यसरी याद गर्ने एउटा हेर्नुहोस् त कस्तो सिम्पल छ यसलाई याद गर्न। नाउन याद गर्यो भने प्रोनाउन आफै याद हुन्छ। नाउन प्रोनाउन कस्तो राइमिङ मिलेको छ। नाउन प्रोनाउन भर्ब एडभर्ब, पार्ट्स अफ स्पिच 8 वटा छन् हैन। सुरुमा नाउन प्रोनाउन, नाउन याद गर्ने बित्तिकै प्रोनाउन याद भइहाल्छ। नाउन छ एउटा, प्रोनाउन छ र नाउन यिनलाई याद गर्नै पर्छ, एकदम याद गर्नै पर्छ। यो त 100% हो कि तपाईले यो याद नगर्यो भने त हुँदै हुँदैन। नाउन प्रोनाउन भर्ब एडभर्ब, नाउन प्रोनाउन भर्ब एडभर्ब, नाउन प्रोनाउन भर्ब एडभर्ब। हेर्नुस् त नाउन याद गर्ने बित्तिकै प्रोनाउन याद हुन्छ, भर्ब याद गर्ने बित्तिकै एडभर्ब याद हुन्छ। अनि यतातिर हेर्नुभयो भने सन 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 एउटा मात्रै यो फरक पार्टीको रहेछ, स्वतन्त्र पार्टीको। त एडजेक्टिभ भनेर अलगै छुट्टै याद गर्नु होला यसलाई, यो कसैसँग मिल्दैन। नाउन प्रोनाउन भर्ब एडभर्ब, तर यो चाहिँ मिल्दैन। यिनीहरू चाहिँ सबैको हेर्नुस् त राइमिङ एउटै छ। कन्जक्सन कन्जक्सन प्रिपोजिसन इन्टरजेक्सन, कन्जक्सन प्रिपोजिसन इन्टरजेक्सन। स्टुडेन्ट्स त्यस्तो गाह्रो केही पनि छैन। एकपल्ट म अगाडि अगाडि पढ्छु, मेरो पछाडि पछाडि दोहोऱ्याउनु होला र यो को जना विद्यार्थीहरूले अहिले नै याद गर्नुहुन्छ म यसो हेर्नेछु, र्यान्डमली म कसैलाई बोल्न लगाउने छु, नहेरिकन आफ्नो भिडियो अन गरेर तपाईहरुले चाहिँ कतै पनि नहेरिकन यो 8 वटा शब्द यो क्लासमा आज कस जना विद्यार्थीले भन्न सक्छ म तपाईहरुलाई चाहिँ आज सोध्ने छु। ठीक छ स्टुडेन्ट्स, ल एकपल्ट म अगाडि अगाडि पढ्छु स्टुडेन्ट्स, मेरो पछाडि पछाडि दोहोऱ्याउनुस् है सबैले मेरो पछाडि पछाडि भन्नु होला अनि बल्ल त्यसपछि तपाईले अंग्रेजी भाषा सिक्न सक्नुहुन्छ। ओके स्टार्ट गरौँ। वर्ड्स आर डिवाइडेड, भन्नुस् न तपाईहरुले त्यही जो मजाले भन्नुस् के, जो जाजा हुनुहुन्छ सबैले मजाले भन्ने हो, क्लास जस्तै गर्ने। वर्ड्स आर डिवाइडेड भन्ने वर्ड्स आर डिवाइडेड भन्नु, मेरो पछाडि पछाडि भन्नु पर्यो कि। वर्ड्स आर डिवाइडेड into different 8 parts on the basis of their place and function, that is called parts of speech. There are 8 parts of speech, and what are they? They are noun, pronoun, सबैले आउँला पनि यस्तो गर्नु, noun, pronoun, ट्याक्क आउँला पनि, noun, pronoun, verb, adverb, noun, pronoun, verb, adverb, adjective, यसलाई छुट्टै है, adjective छुट्टै, noun, pronoun, verb, adverb, adjective छुट्टै, conjunction, preposition, interjection। भन्नुस् त सबैजनाले, conjunction, preposition, interjection, conjunction, preposition, interjection। ओके आशा छ तपाईहरुले चाहिँ बुझ्नुभयो होला। अब एकैछिन म सबैजना विद्यार्थीहरूलाई एउटा अर्को कुरा पनि सिकाउँछु, ह्यान्ड रेज गर्ने कसरी। ठीक छ स्टुडेन्ट्स, म तपाईहरुलाई कहिलेकाहीँ भन्छु कसलाई याद भयो ल हात माथि गर्नुस् त भनेर हामीले क्लासमा सोध्थ्यौं है। यसैगरी हाम्रो यो क्लासमा पनि ह्यान्ड रेज गर्ने एउटा अप्सन हुन्छ। ह्यान्ड रेज तपाईले गर्नुभयो भनेपछि ए तपाई के भन्न चाहनुहुन्छ या तपाईको कुनै प्रश्न छ कि भन्ने हामीले बुझ्छौं। त त्यसो भएको हुँदा तपाईहरुलाई कुनै मनमा डाउट छ केही छ भनेपछि मैले कसले भन्न सक्छ भन्दाखेरि तपाईले ह्यान्ड रेज गर्नुपर्छ। सर त्यो ह्यान्ड रेज कसरी गर्छन् बताइदिनुस् न। बताउँछु नि म। तपाईहरुले चाहिँ त्यही च्याटमा जानु पर्यो, सरी तपाईहरुले चाहिँ त्यही रेज ह्यान्ड भन्ने एउटा अप्सन होला नि तपाईहरुको है। ए म यसमा चाहिँ उ भएको छु के रे, म यसमा चाहिँ उ भएको छु या पार्टिसिपेन्टमा बाट हुन्छ कसरी हुन्छ। ल ह्यान्ड रेज कसरी गर्ने कसैलाई आउँछ भनेपछि प्लिज तपाईहरुलाई चाहिँ छैन सर भन्नुभएको छ कीर्तिजीले। ल एक्चुअली ह्यान्ड रेज गर्न त सिक्नै पर्छ है, किन भन्दाखेरि पछिल्लो बेलामा मैले क्वेशन सोध्दाखेरि तपाईहरुले भन्नुहुन्छ रियाक्सन हुन्छ भन्नुभएको छ। ओके हो ल यहाँ एउटा दिल आकारको चाहिँ साइडमा हेर्नुस् त एउटा हर्ट आकारको चाहिँ एउटा आइकन बनेको छ च्याटको जस्ट साइडमा एउटा हर्ट आकारको बनेको छ। त्यो हर्ट आकारमा चाहिँ त्यो दिल आकारमा तपाईले चाहिँ टच गर्नुभयो भने रेज ह्यान्ड भन्ने अप्सन हुन्छ जहाँ यस्तो प्रकारको चाहिँ एउटा चाहिँ तपाईहरुलाई उ गरिएको छ। ठीक छ र अब त्यसमा क्लिक गर्नुभयो भने तपाईले ह्यान्ड रेज गर्नुहुन्छ। तपाईले ह्यान्ड रेज गरेको कुरा टक्कै यसमा देखिन्छ मेरोमा। ठीक छ ल धेरै जनाले ह्यान्ड रेज गरिसक्नु भएको छ, भेरी नाइस गुड। कसैले ताली पनि बजाउनु भएको छ, ताली बजाउनु भन्दा पनि ह्यान्ड रेज गर्ने। ओके ल धेरै जना विद्यार्थी थाहा पाइसक्नु भएको छ, च्याट कसरी गर्ने बुझ्नुभयो, ह्यान्ड रेज कसरी गर्ने बुझ्नुभयो है। अब ह्यान्ड रेजलाई सबैले हटाइदिनुस् त,
अनि ती विद्यार्थीले मात्रै ह्यान्ड रेज गर्नु होला जो चाहिँ अहिले क्यामेरा खोल्न सक्छन् है, आफ्नो भिडियो क्यामेरा अन गर्न सक्छन् र नहेरिकनै यो 8वटा शब्दहरू नहेरिकनै भन्न सक्छन्। त्यो विद्यार्थीले ह्यान्ड रेज गर्नु होला। एकचोटि म सोध्न चाहन्छु, यत्रो मेहनत गरेर मैले पढाइसके पछाडि मेरो विद्यार्थीहरू आखिर मेहनती रहेछन् कि कस्तो विद्यार्थी रहेछन् भन्ने कुरा म हेर्न चाहन्छु। ठिक छ, त्यसकारण म अब तपाईँहरूलाई चाहिँ यो सोध्नेछु है त। 8वटा पार्ट्स अफ स्पिच भन्न सक्ने विद्यार्थीले मात्रै ह्यान्ड रेज गर्नु होला। तर ह्यान्ड रेज चाहिँ त्यो भिडियो क्यामेरा अफ गरेर मजाले कापीमा हेरेर भनौला भन्ने सोच्नु भएको छ भने त्यस्तो हुँदैन नि स्टुडेन्ट्स। तपाईँहरूले आफ्नो क्यामेरा अन गर्नुपर्छ र मजाले क्यामेरामा हेरेर यताउति तल यसो हेर्न पनि मिल्दैन, क्यामेरामा हेरेर 8वटा शब्द भन्नुहुन्छ। ठिक छ, जसले त्यो भन्न सक्छ त्यसले मात्रै ह्यान्ड रेज गर्नु होला। जसले भन्न सक्दैन त्यही उसमा गएर आफ्नो ह्यान्ड डाउन गरिदिनुहोस् है, ह्यान्ड रेज नगर्नु होला। ल म हेर्न चाहे कस कसले ह्यान्ड रेज गर्नु भएको छ भनेर। ओके, एकजना प्रकाश पौडेल जी त हाम्रो होस्ट हुन्, सरी, टेक्नो पोभा न्यू भन्नु छ, नाम त छैन उहाँको, बट उहाँले चाहिँ त्यो गर्नुभएको छ। र टेक्नो पोभाजीलाई चाहिँ म अनम्युट गरिदिन्छु है। अब फेरि तपाईँहरूले चाहिँ ह्यान्ड रेज गर्नुभयो भने मैले अनम्युट गरिदिन्छु। हजुर सर नमस्कार। हेलो, म भन्छु भन्नुभएको सीता नेपालीजीले। म्याम ह्यान्ड रेज गर्नुहोस् न सीताजी। हजुर सर नमस्कार। नमस्ते नमस्ते म्याम। ओके ओके सर, सरी, पसलबाटै क्लास लिइराख्नु भएको रहेछ कि सर? हजुर सर। ओके ओके सर, हजुरको शुभ नाम, व्हाट्स योर गुड नेम? माय नेम इज छवि रिजाल। छवि। हजुर, छवि रिजाल फ्रम दैलेख। Okay, so you are from Dailek and I'm hoping that you are running your business, right? Yes, sir. ओके छविजी, नहेरिकन चिटिङ नगरिकन 8वटा मैले पढाएको आज पार्ट्स अफ स्पिच भन्न सक्नुहुन्छ त? हजुर म सक्छु सर। मैले क्लास पनि अलि ढिला लिएँ सर, म यतातिर बिजी भएँ सर। अहिले भर्खरै लगभग 7:38 जोइन भएको थिएँ सर। मलाई पार्ट्स अफ स्पिचको पर्सन चाहिँ तपाईँले पढ्नु भएको छ, छुटेको पर्सन तपाईँले चाहिँ ब्याकअप भिडियो पाउनुहुन्छ, डोन्ट वरी है। हजुर सर, मैले भन्छु सर, यो नाउन, प्रोनाउन, भर्ब, एडजेक्टिभ, एडभर्ब, प्रिपोजिसन, कन्जङ्सन, इन्टरजेक्सन। भेरी नाइस। अनि व्हाट इज ल्याङ्ग्वेज भनेपछि तपाईँले सायद भन्न सक्नुहुन्न किन तपाईँले चाहिँ ढिला क्लास लिनु भएको थियो। ल्याङ्ग्वेज इज सिस्टम अफ कम्युनिकेसन। इन सर्ट, ल्याङ्ग्वेज इज द सिस्टम अफ कम्युनिकेसन। भेरी नाइस। एन्ड व्हाट इज ग्रामर? ग्रामर इज द सेट अफ रुल टु स्पिक एन्ड राइट एनी ल्याङ्ग्वेज। मैले लेखाएको थिएँ त्यो पढाउने बेलामा सायद तपाईँले चाहिँ क्लास लिन पाउनु भएन है। अनि अङ्ग्रेजी भाषा कति चरणमा सिकिन्छ, कतिवटा स्टेपमा सिकिन्छ भनेको थिएँ मैले? 3वटा स्टेप। त्यो पनि तपाईँले लिनु भएन। हजुर लिएन सर। छविजी, अब तपाईँले भोलिबाट इन टाइम आउनु पर्यो है, 7 बजे टक्क आउने अनि मजाले कपी कलम लिएर आउने फेरि। त्यो हुन्छ सर, कपी कलम मैले अस्ति सर 2 दिनसम्म त हेरिरहेको थिएँ सर। त्यो मैले टिपी पनि रहेको छु सर। त्यो इन्ट्रोडक्सनको प्रोग्राम थियो खास त पहिला, त्यो इन्ट्रोडक्सनको प्रोग्रामको चाहिँ त्यो मैले लिइरहेको थिएँ सर। त्यो क्लास चाहिँ मैले यहाँभन्दा पहिला पनि लिएको थिएँ सर। त्यो टाइम चाहिँ अलि मिलेन सर, त्यति बेला अलि क्लासमा जोइन हुन पाएन, अलि अगाडिको सेसनमा थियो सर। बत्तीको समस्या छ सर, अलि बत्ती बढी जान्छ र सर, अलि त्यसले गर्दा अलि थोरै समस्या छ सर, अलि बत्ती बढी जान्छ। कुलमानजी आइसक्नु भएको छ, अब अलि कमै जाला। कुलमान आउनु भएको छ। थ्याङ्क यू सो मच छविजी, धेरै धेरै धन्यवाद छविजीलाई। र अब हामी चाहिँ अर्को विद्यार्थी पनि पालो दिउँ है। हुन्छ छविजी? ओके, सो उहाँ हुनुहुन्थ्यो छविजी। अब यस पछाडि चन्द्रकलाजीले पनि ह्यान्ड रेज गर्नुभएको छ। म उहाँलाई पनि, चन्द्रकलाजी छैनन्, भास्कर जोशीजी हुनुहुन्छ। यसपछि विवाजी तयार भइराख्नु होला। सो भास्करजी, सरी, हेलो भास्करजी, नमस्ते। भास्करजी नमस्कार। नमस्ते सर, नमस्ते। Okay, so where are you? From where are you taking this class? I am from Mahinagar, sir. Ajur? I am from Mahinagar, sir. Oh, you are from Mahendranagar? Yes, sir. Mahinagar भनेपछि हाम्रो सुपर लिङ्क तपाईले देख्नु भएको होला। सुपर लिङ्क मैले सुनेको छु सर। ओके, महेन्द्रनगर कुन ठाउँ सर? महेन्द्रनगर भाषी सर, हाम्रो सर माननीय रमेश लेखकजीको घर नजिकै हो सर।
ओ ठिक छ, एकदमै राम्रो। सो त्यसो भए भास्करजी हामी पनि महेन्द्रनगरबाटै छौँ र अब तपाईँले चाहिँ आज सुरुबाट क्लास लिनुभएको भास्करजी? हजुर सर, हजुर। ओके, मैले सो सुरुमै जोइन गरेको थिएँ सर। 8वटा पार्ट्स अफ स्पिच, ओके 8वटा पार्ट्स अफ स्पिच तपाईँले भन्न सक्नुहुन्छ सर? अनि यसलाई छुट्याइदिउँ किनभने यो पछि अर्को क्लास पनि रहेछ, अलिकति डिस्टर्ब हुन्छ। सो 8वटा पार्ट्स अफ स्पिच तपाईँले भन्न सक्नुहुन्छ? ओके सर, आई क्यान ट्राई सर। ल, अरू सबैले हेर्दैछ नि, यताउति हेर्न मिल्दैन नि फेरि। ए हस् हस् हस्। ओके, shall I start sir? या डेफिनेटली। Noun, pronoun, verb, adverb, adjective, preposition, conjunction, and interjection. लभली, भेरी नाइस भास्करजी। भोलिको क्लास पनि सुरुबाट लिनु होला, कपी कलम लिएर लिनु होला भास्करजी। र इफ यु वान्ट टु लर्न इङ्ग्लिस ल्याङ्ग्वेज, देन अभियसली आफ्टर टेकिङ दिस 2 month क्लास यु विल बी एबल टु स्पिक इङ्ग्लिस ल्याङ्ग्वेज इन भेरी इफेक्टिभ वे, है त? हस्, धन्यवाद भास्करजी, एकदमै खुसी लाग्यो हजुरसँग कुराकानी गरेर। हाम्रै महेन्द्रनगरको हुनुहुँदो रहेछ। सो आज स्टुडेन्ट्स, म तपाईँहरूलाई जानकारी के गराउन चाहन्छु भनेपछि आज हाम्रो यस पछाडि पनि एउटा अर्को क्लास रहेको छ, जसको कारणले चाहिँ अलिकति हामीले चाहिँ चाँडो यो क्लासलाई बिट मार्नुपर्ने अवस्था आएको छ। जो पनि विद्यार्थीहरू यो क्लासमा अहिलेसम्म इनरोल हुनुभएको छैन, म अनुरोध गर्न चाहन्छु आज तपाईँहरूलाई चाहिँ 1-2 दिनको यस्तो डेमो चाहिँ मिल्ला होइन, तर अब भोलि पर्सिबाट चाहिँ फेरि यो क्लासहरूको चाहिँ मात्र ती विद्यार्थीहरू जो विद्यार्थी यसमा पार्टिसिपेट भएका छन् ती विद्यार्थीहरूले मात्र यो क्लास पढ्न पाउँछन्। सो आई रिक्वेस्ट यु अल टु डु एडमिसन, है। एडमिसन सबैले गरिसक्नु होला छिट्टै। र अब हाम्रो भोलिको क्लासमा भेट हुनेछ। भोलि अब ग्रामर पढ्ने छैनौँ हामी, भोलि हामी चाहिँ भोक्याबुलरी पढ्नेछौँ, ठिक छ? एकदमै एक्साइटिङ क्लास हुनेछ, कसैले पनि मिस नगर्नु होला। भोलि अल्फाबेट सम्बन्धीको बृहत क्लास हामी सञ्चालन गर्नेछौँ। आजको लागि भोलि तपाईँहरूसँग यसै क्लासमा भेटिने बाचा अनि कसमको साथमा तपाईँहरू माझबाट म शिक्षक सुरज विष्ट बिदा माग्न चाहन्छु। हस्, धन्यवाद, थ्याङ्क यू सो मच।